होस्टेल, यो बिचको होस्टेल, यो फादरहरूको रेसिडेन्ट, त्यो स्कुलको हल, यो बिचको स्कुलको हल, यो होस्टेल। अब स्कुल चाहिँ यो उतापट्टि छ, यसको उतापट्टि यो बास्केटबल खेल्ने, यो चाहिँ नानीहरूको अब माथिल्लोमा नि बास्केटबल छ। बास्केटबल कोर्ट भनौँ न। यो यहाँनिर चाहिँ धेरै नानीहरू पढ्ने गर्छन् क्या। टाढाबाट आसामतिरबाट, मेघालय, मणिपुर, नेपालतिरबाट होइन आएर पढ्ने गर्छ। स्कुल चाहिँ यो हो, यो चाहिँ स्कुल हो, यो स्कुल हो। यो बास्केटबल, यो पनि दुईटा छ। यहाँनिर चाहिँ क्लास 12सम्म पढाउने गर्छ। यो परतिरको चाहिँ गर्ल्स होस्टेल, बोइज होस्टेल चाहिँ उयो हलको उतापट्टिको पल्लो छेउको चाहिँ फादरको रेसिडेन्टहरू। ल साथीहरू, यस्तो चाहिँ मेरो नानीहरू पढेको स्कुल चाहिँ यस्तै छ भन्नु पर्यो। यो हल, यहाँ प्रोग्रामहरू गर्ने गर्छ नानीहरूले। त्यहाँबाट चाहिँ हामी फर्केको चाहिँ अब फेरि उतै निस्किनु पर्ने हुन्छ। चर्च चाहिँ निकै पर हो, यो स्कुलकै चर्च हो। यो बोइज होस्टेल हो, यहाँ सुत्ने गर्छ नानीहरू। र पल्लो चाहिँ फादरको रेसिडेन्ट। यो होस्टेल, यो हल, स्कुल त्यसको उतापट्टि छलेको छ हलले, सँगै छ त्यसो हो। अब हामी फेरि फर्किँदै निस्केपछि चाहिँ यस्तै छ। यो बास्केटबल कोर्ट हो, यस्तो बनाएको छ। भित्ताभरि सजाइराखेको छ भनौँ न। ओके फादरको रेसिडेन्ट। यहाँदेखि उता होस्टेल, बोइज होस्टेल। यहाँनिर नानीहरू पढाउनु चाहनुहुन्छ भने तपाईँहरू पनि ल्याउनु सक्नुहुन्छ फादरसँग कन्ट्याक्ट गरेर होइन। यस्तै छ, यस्तै छ यहाँको। हेलो, हाय, काम कर रहे हो आप लोग? ओके। यो चाहिँ बस, यसमा चाहिँ बसहरू राख्छ। 6-7वटा बसहरू, 8वटा बसहरू छ। ग्यारेज, यो पनि बस हो, नअटेर बाहिर राखेको छ। अन्त यो चाहिँ हाम्रो डोनबस्को, सन्त डोनबस्को भन्छ, यसकै नामको स्कुल हो, डोनबस्को स्कुल। यो चाहिँ अघि पर स्कुल देखाएको फोटो छ हो। हल छ, सबै त्यहाँ निस्केको छ डोनबस्को। यो स्कुलको क्यान्टिन चाहिँ यो माथि र पहेँलो सानो पहेँलो छ। ओके ल है साथीहरू, यस्तै छ है डोनबस्को स्कुलको नजारा चाहिँ यस्तै छ। अन्त यो गेट हो, यहीँबाट बसहरू गाडीहरू आउने जाने गर्छन्। अब चाहिँ हामी स्कुल कम्पाउन्डबाट बाहिर निस्केको अवस्था। हेलो नानीहरू, जिसु बढाई यहाँनिर हाई भनिदिनु। हेलो, हाम्रो मेरो सङ्गती नानीहरू भनौँ न, उनीहरू चाहिँ अब हामी यहाँनिर चर्चमा पुग्नेछौँ यहाँनिर हो। ओके, अहिलेलाई यति नै।
फेरि बादमा बनाउँला भिडियोहरू। ओके।